नमस्कार देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दर्शक महानुभावहरू मेरो ओखलढुङ्गा टिभीमा यहाँहरूलाई हार्दिक स्वागत छ। यो च्यानल ओखलढुङ्गाको आवाज मात्र होइन, यो त गाउँको वास्तविक कथा, जनताको गहिरो भावना र हाम्रा कलिला बालबालिकाको भविष्यको चिन्ता बोक्ने एउटा साझा मञ्च हो। आजको यस विशेष विश्लेषणमा हामी एकदमै गम्भीर विषयमा चर्चा गर्दैछौँ जसले हाम्रो समाजको भोलिको तस्बिर कोर्छ। सुरु गर्नु अघि यदि यहाँहरूले हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने कृपया अहिले नै जोडिनुहोला। यहाँहरूको साथले नै हामीलाई गाउँको यथार्थ बाहिर ल्याउन अझ धेरै हौसला दिन्छ। ल अब आजको मुख्य विषयमा प्रवेश गरौँ। सबैलाई राम्ररी थाहा छ नि, शिक्षा भनेको कुनै एउटा परीक्षा पास गर्नु वा फेल हुनु मात्र पक्कै होइन। यो त सिङ्गो समाज र हाम्रो गाउँको भविष्य हो। तर भर्खरै सार्वजनिक भएको SEE 2082 को नतिजाले नै हाम्रो खिचेदेम्बा गाउँपालिकामा खुसीभन्दा कैयौँ गुणा बढी चिन्ता थपेको छ। यो नतिजाले हाम्रो शैक्षिक अवस्थाको एउटा एकदमै तीतो यथार्थलाई छर्लङ्ग पारिदिएको छ। के साँच्चै हाम्रा विद्यार्थीहरूको भविष्यमाथि खेलबाड भइरहेको त छैन? आज हरेक अभिभावकको मनमा यही प्रश्न खेलिरहेको छ। अलिकति राष्ट्रिय परिदृश्यलाई हेरौँ है त। राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यस वर्ष देशव्यापी नतिजामा गत वर्षको तुलनामा 4.17% सुधार आएको छ। तर प्रदेशगत नतिजालाई हेर्ने हो भने बागमती प्रदेश र अन्य प्रदेशहरू बीच आकाश जमिनको फरक देखिन्छ। बागमती प्रदेशको नतिजा उत्कृष्ट रहँदा मधेस र कर्णाली प्रदेशको अवस्था भने निकै चुनौतीपूर्ण र कहाली लाग्दो छ। त्यहाँ नन ग्रेड अर्थात् NG हुने विद्यार्थीको सङ्ख्या अत्यधिक छ। यसले हाम्रो राष्ट्रिय शिक्षा प्रणालीमा रहेको गहिरो असमानतालाई देखाउँछ। जहाँ केन्द्रमा बस्नेले राम्रो अवसर पाइरहेका छन् भने दूरदराजका विद्यार्थीहरू अझै पनि पछाडि धकेलिरहेका छन्। अब यही राष्ट्रिय तथ्याङ्कलाई हाम्रो गाउँको यथार्थसँग जोडेर हेरौँ त अवस्था झनै गम्भीर देखिन्छ। राष्ट्रिय रूपमा झण्डै 66% विद्यार्थीले परीक्षा पास गर्दा हाम्रो आफ्नै खिचीदेम्बा गाउँपालिकाको पास दर जम्मा 54.5% मात्र रहेको छ। यसको सिधा अर्थ के हो भने हाम्रो गाउँपालिका राष्ट्रिय औसतभन्दा 11.48%ले पछाडि छ। यो तथ्याङ्कले हाम्रो गाउँपालिकाको समग्र शैक्षिक अवस्था कति कमजोर छ भनेर स्पष्ट पार्छ। हामीले हाम्रा नानी बाबुहरूलाई कस्तो शिक्षा दिइरहेका छौँ भन्ने कुराको यो एउटा यस्तो ऐना हो जसमा हाम्रो आफ्नै अनुहार निकै मलिन देखिएको छ। यहाँनिर एउटा यस्तो सङ्ख्या छ जसले जो कोहीलाई पनि झस्काउँछ। त्यो सङ्ख्या हो 81। सुन्दा सामान्य दुईवटा अङ्क जस्तो लाग्ला, तर खिचीदेम्बाका कुल 178 जना परीक्षार्थीमध्ये जम्मा 97 जनाले मात्र परीक्षा पास गरेका छन्। बाँकी 81 जना विद्यार्थीहरू नन ग्रेड अर्थात् NG भएका छन्। यो भनेको कुल परीक्षार्थीको 45.5% हो। सोच्नुहोस् त, झन्डै आधा विद्यार्थीले न्यूनतम ग्रेड पनि ल्याउन सकेनन्। यति ठूलो सङ्ख्यामा विद्यार्थीहरू पछाडि पर्नुले हाम्रो शिक्षण सिकाइ प्रक्रियामा कहाँनिर यति ठूलो कमजोरी भइरहेको छ भनेर गम्भीर रूपमा सोच्न बाध्य बनाउँछ। यहाँनिर हामीले बुझ्नै पर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने नि, यी 81 जना NG भएका विद्यार्थीहरू भनेका कापीमा लेखिएका 81 वटा नम्बर मात्रै हुँदै होइनन्। यी त 81 कलिला सपना हुन्, हाम्रा भविष्य हुन्। ती विद्यार्थीहरू जसले डाक्टर, इन्जिनियर वा असल नागरिक बन्ने सपना बुनेका थिए, उनीहरू आज निराश छन्। जब यति ठूलो सङ्ख्यामा विद्यार्थीहरू असफल हुन्छन्, त्यो कुनै एकजना विद्यार्थीको मात्र हार होइन। यो त सिङ्गो शिक्षा प्रणाली, हाम्रो स्थानीय सरकार, विद्यालय व्यवस्थापन र हाम्रो समाजकै सामूहिक असफलताको एउटा ठूलो चेतावनी हो। गाउँपालिकाभित्रको अवस्था साँच्चीकै कति गम्भीर छ भनेर बुझ्न सबैभन्दा कमजोर नतिजा ल्याउने केही विद्यालयहरूको तथ्याङ्कलाई हेरौँ। श्री चण्डेश्वरी माध्यमिक विद्यालय माझगाउँमा जम्मा 20%, श्री कुण्डली माध्यमिक विद्यालय खिजीकातीमा 25% र श्री शिवालय माध्यमिक विद्यालय छेपामी डाँडामा जम्मा विद्यार्थी मात्र पास भएका छन्। यसले के प्रश्न पार्छ भने भौतिक पूर्वाधार र भवन निर्माण मात्रै सबै थोक होइन रहेछ। जबसम्म कक्षा कोठाभित्रको सिकाइ र पढाउने तरिका गुणस्तरीय हुँदैन, तबसम्म यस्ता निराशाजनक नतिजाहरू हामीले बारम्बार भोगिरहनु पर्नेछ। अझ यसमा पनि श्री चण्डेश्वरी माभी माझगाउँको एउटा तथ्यले त मनै कटक्क खान्छ। त्यहाँ परीक्षा दिएका 10 जना मध्ये जम्मा 2 जना मात्र पास हुनु भनेको अत्यन्तै दयनीय अवस्था हो। एकछिन शान्त भएर सोचौँ त, बाँकी 80% विद्यार्थीको भविष्य अब कता जाँदैछ? के उनीहरूले अब सानै उमेरमा पढाइ छोडेर विदेशिनु पर्ने हो? के यो सबै दोष ती अबोध विद्यार्थीहरूको मात्रै हो त?
पक्कै होइन, यो त उनीहरूलाई सही मार्गदर्शन र शिक्षा दिन नसक्ने हाम्रो सिङ्गो प्रणालीको दोष हो। आखिर किन यस्तो भयो त? यसका पछाडि केही प्रष्ट कारणहरू छन्। पहिलो कुरा, देशभर 85% विद्यार्थी गणित विषयमा असफल भएका छन् र हाम्रा दुर्गम क्षेत्रका विद्यालयहरूमा गणित र विज्ञान जस्ता विषयगत शिक्षकको चरम अभाव छ। त्यसैगरी सैद्धान्तिकतर्फ अनिवार्य 35% ल्याउनुपर्ने नयाँ नियम, विद्यार्थीको प्राथमिक तहदेखिकै कमजोर जग, फितिलो अनुगमन र सैद्धान्तिक तथा प्रयोगात्मक शिक्षाबीचको ठूलो खाडल मुख्य कारण हुन्। अनि यहाँनिर एउटा गम्भीर प्रश्न पनि उठ्छ। स्थानीय सरकारले डिजिटल शिक्षा र कमजोर विद्यार्थीका लागि भनेर छुट्याएको बजेट आखिर कहाँ खर्च भयो त? बजेट छुट्याएर मात्र हुँदैन, त्यसको सही प्रतिफल आयो कि आएन भन्ने लेखाजोखा हुनै पर्छ। तर हेर्नुहोस्, यी सबै निराशाजनक तथ्याङ्कहरूका बीचमा एउटा आशाको किरण पनि छ। श्री फूलमती माविबाट उत्कृष्ट जीपीए हासिल गरी टपर बन्न सफल सिद्धान्त सुनवार, ममता तामाङ र फुरी शेर्पा लगायत सम्पूर्ण सफल विद्यार्थीहरूलाई हार्दिक बधाई। उहाँहरूको यो सफलताले के प्रमाणित गर्छ भने यदि सही वातावरण र शिक्षकहरूको समर्पण हुने हो भने हाम्रै गाउँमा पनि उत्कृष्ट नतिजा सम्भव छ। हाम्रा गाउँमा सम्भावना र प्रतिभाको कुनै कमी छैन, तर प्रणालीगत कमजोरीले गर्दा सबैले समान अवसर पाएका छैनन्। यो सफलता अन्य विद्यार्थीहरूका लागि पनि प्रेरणाको ठूलो स्रोत बन्नुपर्छ। अब हामीले गुनासो मात्र गरेर त भएन नि, समाधान खोज्नै पर्यो। यो सामूहिक असफलतालाई सुधार्न हामीले स्थानीय सरकार सामु यी 5वटा स्पष्ट मागहरू राखेका छौँ। पहिलो, प्रत्येक विद्यालयको वास्तविक अवस्थाको गहिरो अध्ययन गरियोस्। दोस्रो, कमजोर विद्यार्थी पहिचान गरी उनीहरूका लागि तत्काल विशेष कोचिङ कक्षा चलाइयोस्। तेस्रो, शिक्षक तालिम र मूल्याङ्कन प्रणालीलाई अत्यन्तै प्रभावकारी बनाइयोस्। चौथो, आउँदा दशकौँसम्मको बाटो तय गर्ने दीर्घकालीन ग्रामीण शिक्षा सुधार योजना ल्याइयोस्। र पाँचौं, एससीईलाई नै केन्द्रित गरेर वर्षको सुरुदेखि नै विशेष तयारी कार्यक्रमहरू सञ्चालन गरियोस्। भोलि हजारौं युवाको भविष्य चकनाचुर हुनबाट बचाउन यी कदमहरू आजैबाट उठाउनु जरुरी छ। अनि जो भाइ बहिनीहरू नन ग्रेड अर्थात् एनजी हुनुभएको छ नि, उहाँहरूले पटक्कै निराश हुनु पर्दैन। आगामी साउनमा हुने ग्रेड वृद्धि परीक्षा तपाईँहरूको लागि एउटा सुनौलो अवसर हो। असफलता भनेको जीवनको अन्तिम बिन्दु हुँदै होइन, यो त आफ्ना कमजोरी सुधारेर फेरि उठ्ने र अझ राम्रो गर्ने एउटा खुड्किलो मात्र हो। एउटा कागजको नतिजाले तपाईँहरूको सिङ्गो क्षमतालाई कहिल्यै मापन गर्न सक्दैन। त्यसैले यो समय हताश हुने होइन, बरु दोब्बर ऊर्जाका साथ तयारीमा जुट्ने समय हो। आजको यस विशेष विश्लेषणको अन्त्यमा आइपुग्दा म एउटा गम्भीर प्रश्न यहाँहरू सामु छोड्न चाहन्छु। के हाम्रो गाउँको शिक्षा सधैँ यस्तै दयनीय रहनेछ, कि हामी सबै मिलेर आजैबाट परिवर्तनको सुरुवात गर्नेछौँ? यो ज्यादै सोचनीय विषय हो। यदि यहाँहरूलाई हाम्रो यो विश्लेषण महत्त्वपूर्ण लाग्यो भने कृपया यसलाई शेयर गरेर गाउँ-गाउँका साथीहरू, अभिभावकहरू र सरोकारवालाहरूसम्म पुर्याउनुहोस्। किनभने ठूलो परिवर्तन सधैँ एउटा सानो आवाज र हाम्रो सामूहिक प्रयासबाट मात्र सुरु हुन्छ। आजको लागि यति नै, धन्यवाद।